अनि तपाईँ त सरकारले भट्टाभट पुराना नेताहरूलाई समाधि थुन्दै गरेको छ नि, कि त जायज छ कि प्रतिशोध मात्र हो? भन्नुहोस्, जनता गर्न चाहन्छन्। अब तपाईँ यो पटक जनता जान्न चाहन्छन् भनिराख्नुहुन्छ। तपाईँले के जनताको घर दैलो गएर सोध्नु भएको छ र के जान्न चाहनुहुन्छ? सर्वे गर्नु भएको छ कि आफूले जे मन लाग्यो त्यही सोध्ने अलि जनताको टाउकोमा हाल्ने? तर म कसले त्यसलाई त बढी? अरे बाबा हो, तपाईँ पनि यो देशको जनता हो, तर तपाईँ त जम्मा जनताको 0.00033% मात्र त हो नि, पुरै जनता त होइन नि। म्याथ सिक्ने तपाईँ पनि कि तपाईँले आफ्नो नामले जनता राख्नु भएको छ? અહીં जतिखेर नि जनता जान्न चाहन्छन् भनेर भइराख्नुहुन्छ। एकछिन त याद गरिदिनुहोस् न। तपाईँ आर्गुमेन्ट हार्न थाल्नुभयो भने चाहिँ यो टपिक नै चेन्ज गरिदिनु हुन्छ के ऋषिजी? नट फेयर। ऱ्याप गरिदिनुहोस् भाइ, यार जनता सुन्न चाहन्छन्। अलि ऱ्याप गर्ने त। हजुर, म देशको छोरा हुँ, म नाम बालेन शाह छ, म प्रधानमन्त्री भए पनि चकदाइलाई डाह छ, खोतल्नेछु संविधानका धाराहरू, भित्र होलिने छन् भ्रष्ट र हत्याराहरू। म नेपाल हाँसेको हेर्न चाहन्छु, एकताको माला गाँसेको हेर्न चाहन्छु, समृद्धिको भाले बाँसेको हेर्न चाहन्छु, भ्रष्टाचारी इजा थ्याङ्क यू भेरी मच। चाहन्छु।